जीको आरती गरौँ। तपाईँको हातमा पर्ला कि धेरै पिठो रातो भएन कि खोइ अहिलेको नाङ्लो उहिले बोलेको ओरै ढिङ्गामा आउने त्यहाँ बोलेको पोखरा चलेको कसरी त्यो हातै हाल्दा डराउने उचाल्नु क्या यसरी भत्त पिठो रातै दुईटा लिएको यस्तो फलेको राम्रो यस्तो फलेको राम्रो कपडाको झोला अलि राम्रो छ भने
गोबर कहाँ छ गाई तेल लगाएर हातमा सबै छोड्ने अनि पहिला मिल्न पर्छ अहिले त भयो यो भेली पाकिसक्यो धेरै पन्ने सानो भएको क्या ठुलोवाला पन्ने यस्तो वाली पन्ने भए सही हुन्थ्यो होछ भयो ढाड दुख्यो Pose, deu no pose. पहिला पर्खानी त अर्को भाउजूले बनाएको यो त हेर्दिन आइन जाउ त्यो बाहिर नानी
भयो भिडियो यो भिडियो हेलो भन हेलो हेलो बाबु हेलो भन हेलो बाबु हेलो यता हेर यता
फिर्ताले मलाई सिङ्गल दिएको पैसा फिर्ताले बल्ल बुझेछ तेरो रहेछ फिर्ताले मलाई सिङ्गल दिएको पैसा फिर्ताले मलाई सम्पत्तिको सन भएको भिखारीले पाओस् मलाई जुत्ती हान्ने खुट्टीतिर फर्किएरै जाओस् मलाई पिठिङ देखाइ हिँड्ने तेरा टाढै सम्पत्तिको सनको भिखारीले पाओस् मलाई जुत्ती हान्ने खुट्टी तेरा फर्किएरै जाओस् मलाई पिठिङ देखाइ हिँड्ने तेरा Bye.
अहिले मिलाउला भोलि बिहान मिलाउँ क्या भोलि बिहान हुन्छ अहिले छोटो चिल भोलि बिहान भइहाल्छ नि ट्याक्क भोलि सोमबार आले हो अहिले छोड्दो गाह्रो भयो सम्झिँदाखेरि आइदेऊ भगवान् आइदेऊ भगवान् अज्ञानीलाई ज्ञान आइदेऊ भगवान् आइदेऊ भगवान् आइदेऊ भगवान् अज्ञानीलाई ज्ञान आइदेऊ भगवान् आइदेऊ भगवान् आइदेऊ भगवान् अज्ञानीलाई ज्ञान आइदेऊ भगवान् आइदेऊ भगवान् आइदेऊ भगवान् अज्ञानीलाई ज्ञान आइदेऊ तत्सवितुर्वरेण्यम् भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात् ॐ भूर्भुवः स्वः तत्सवितुर्वरेण्यम्
भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात्। ॐ भूर्भुवस्सुः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात्। ॐ भूर्भुवस्सुः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो
हामी एउटै गर्छन् भन्दा तेरे चरणों में स्वामी मेरे कोटि प्रणाम तेरे चरणों में स्वामी मेरे कोटि प्रणाम तेरे चरणों में स्वामी मेरे कोटि प्रियतम प्राणनाथ तुम्हीं प्रियतम प्राणनाथ तुम्हीं तेरे चरणों में स्वामी मेरे प्रणाम तेरे चरणों में स्वामी मेरे अनि धेर मुद्रा प्रयोग गाईको थुन बनाउने यो आएन भने यस्तो गर्ने नमस्कार गर्ने यस्तो चाहिँ यस्तो यो आउन आउला गाईको थुन ल भयो अब त्यसपछि अब सौदा दिन अब सेवा सुरु तू ही साधना तू ही प्रेरणा तू ही साधना तू ही आराधना मेरे संग शिवा तू ही आराधना मेरे संग शिवा गुरु मात्र पिता गुरु बंधु सखा तेरे चरणों में मेरे कोटि प्रणाम तेरे चरणों में स्वामी मेरे कोटि प्रणाम सबै अब धेरै देवीहरू देवताहरू सबैलाई तू ही प्रेम हो तू ही करुणा हो तू ही करुणा तू ही प्रेम हो
पहिला मेसिन रोटी खाने हो पहिला मेसिन चाहियो खै मेसिन मानवहरूलाई थाहा होइन हामीले ल्याउने भन्ने भएन कि त्यो त मानवहरूलाई थाहा हुन्छ आफ्नो साधन आफै ल्याउने बिलेट लगाउने भनेको हो शुभ साहेबको दिन हो दुईटा ल्याउँछ दुईटा चाहिने पहिले ल्याएर किको बानो बाबा हो माखन चोर हरी फोर माखन चोर हरी फोर छोड्दिन तिमीलाई गई भन्दिन्छौ हामीले आमालाई गई भन्दिन्छौ हामीले आमालाई गई भन्दिन्छौ हामीले आमालाई माखन चोरी हाडी फोरी साह्रै सतायो हे यशोदा कृष्णलाई किन मतायो कृष्णलाई किन बतायो माखन छोरी हाडी फोरी साह्रै सतायो हे सदा कृष्णलाई किन बतायो माखन चोर नौनी चोरी हाडी फोरी गाली दिए हिँड्ने मोटा छोटा बच्चा पाका सबैसँग भेट्ने
नौनी चोरी हानी फोरी गाली हिँड्ने मोटा छोटा बच्चा पाका सबैसँग भिड्ने छोड्दिन तिमीलाई मिठो धुन बन्सी बजाई हाम्रो मन चोर्यो आँखा झिम्काई कम्मर मर्काई आफैसँग जोर्यो मिठो धुन बन्सी बजाई हाम्रो मन चोर्यो आँखा झिम्काई कम्मर मर्काई आफैसँग जोर्यो छोड्दिन तिमीलाई तिम्रो रूपले साह्रै सतायो सधैँ नजिक बस्नलाई यो मनले आतायो श्यामा तिम्रो रूपले साह्रै सतायो सधैँ नजिक बस्नलाई यो मनले आतायो हात समातेर हामीलाई नचाउने रिसाएर बसे पनि लीलाले हँसाउने हात समातेर हामीलाई नचाउने रिसाएर बसे पनि लीलाले हँसाउने छोड्दिन तिमीलाई नदी कहाँबाट लुकी छिपी आउँछ नदीभित्र हमलाई देखि कपडा लुकाउँछ थाहा नदी कहाँबाट लुकी छिपी आउँछ नदीभित्र हमलाई देखि कपडा लुकाउँछ छोड्दिन तिमीलाई तिरै बोलाउँछ इसारा गरेर दुःख पायौ यही कालेको प्रेममा फसेर आफूतिरै बोलाउँछ इसारा गरेर दुःख पायौ यही कालेको प्रेममा फसेर छोड्दिन तिमीलाई
सब दर्शन पा श्री कृष्ण गोविन्द माधव श्याम मुकुन्द केशव दर्शन पा श्री कृष्ण गोविन्द माधव श्याम मुकुन्द केशव दर्शन पा श्री कृष्ण गोविन्द माधव श्याम मुकुन्द केशव दर्शन पा मखन चोर शयन्नानुतं मतं सविता रथेन देवं स्तुतिम् आह्वयाम्यहम् ॐ भूर्वास्व कालिङ्ग देशोद्भव काश्यप गोत्र रक्तवर्ण गोसूर्यमुख्य पुत्रममत्ते पुत्रमस्य विषय गोविराज सोमविस्माकं ब्राह्मणाग् राजा दधिसङ्गकुशाराभं श्रीपूजयामि छोड्दै अब हेर्दा मतिरको भागमा भौमा लेख्नु भएको छ हैन त्यसमा रातो सताले रातो आह्वयाम्यहम् ॐ भूर्वास्व अवन्ति देशोद्भव भारत गोत्र भारत ध्वज गोत्र गोत्रः पीतवर्ण भो बृहस्पते विगच्छ बृहस्पते नमः बृहस्पति अभ्यामि स्थापयामि पूजयामि भयो अब पूर्वतिरको पिच्छको भागमा सूर्य लेखा ॐ महा अन्नापरिसूत्रम् अन्नापरिसूतो रसं ब्रह्मणाद्य पीपच्छतं पहास्व हिमगङ्गनालाभं दैत्यानां परमगुरुं सर्वशास्त्रवेदां सुतमाव्याम्यं ॐ भूर्वास्वः अनि बुला भनेको माथिको पहेँलो पहेँलोले हरियोले खेल्थ्यो बृहस्पति भनेको बिचको पहेँलो शुक्र भनेको बिचको सेतो नबुझेर ल अब नैवेद्य पनि चढाइदिन्छ अब पुष्प लिएर हात जोड अब नमाथिको र देवताको ॐ महा पुष्प लिएर हात जोड सूर्य सौर्यमतिं गुरुच्च पदवीं सन्मङ्गलं मङ्गलः सद्बुद्धि सबुध गुरु अब यसरी चाहिँ शिव पार्वतीहरुको भक्तमा यो पूजा गर्नु यसरी पूजा गर्नु ज्यामी आभार समर्प्यामि समर्प्यामि सुदोदकं जल समर्प्यामि शिवाय नमः स्वाहा कृष्णाय नमः स्वाहा ॐ विनायकाय नमः स्वाहा ॐ दुर्गाय नमः स्वाहा काय नमः स्वाहा अग्न्यादि प्रत्यादि देवताभ्यो नमः स्वाहा अनि बटुकका मामाहरू पनि आउनु मामाहरूले फोटो खिच्नु त भनिरहने हो बन बम खोले भइसकेपछि मामाले अगाडि लिएर जाने फेरि घुमाउने 3 चोटि आउनुपर्छ हैन आमालाई छोड्दिनु हैन
झोलीमा हालिदिने माग्दैछु यता रोक कहाँ भयो लाइनमा बस्दिनु न
यसैले हो क्या
भन्दा भन्दै जान्छ जीवन चोला धनको तिर्खा मेटाउने भेटिँदैन खोला 2 दिनको हो सम्झना छैन मरिलाना 2 दिनको सम्झना 2 दिनको सम्झना छैन मरिलाना 2 दिनको सम्झना 2 दिनको सम्झना छैन मरिलाना 2 दिनको सम्झना 2 दिनको सम्झना सम्झना छैन मरिलाना 2 दिनको सम्झना 2 दिनको सम्झना छैन मरिलाना 2 दिनको सम्झना 2 दिनको सम्झना छैन मरिलाना 2 दिनको सम्झना 2 दिनको सम्झना सम्झना हरि हरि मर्न कहिले पर्दैन जे गर्छ मान्छे किन लिन मात्रै खोज्छ सधैँ खोज्दैन केही दिन विचित्र भो संसार लाइदेऊ कृष्ण पार विचित्र भो संसार विचित्र भो संसार लाइदेऊ कृष्ण पार विचित्र भो संसार विचित्र भो संसार लाइदेऊ कृष्ण पार विचित्र भो संसार विचित्र भो संसार संसार लाइदेऊ कृष्ण पार विचित्र भो संसार विचित्र भो संसार लाइदेऊ कृष्ण पार विचित्र भो संसार विचित्र भो संसार लाइदेऊ कृष्ण पार विचित्र भो संसार विचित्र भो संसार संसार हरि हरि रित्तै आयौं रित्तै जान्छौं संसारकै रित टाढिएर बाँच्न सिकौं लोभ र मोहसित कहाँ हुन्छ र पापीलाई वैकुण्ठ बिरालो कहाँ हुन्छ र पापीलाई कहाँ हुन्छ र पापीलाई वैकुण्ठ बिरालो कहाँ हुन्छ र पापीलाई कहाँ हुन्छ र पापीलाई वैकुण्ठ बिरालो कहाँ हुन्छ र पापीलाई कहाँ हुन्छ र पापीलाई पापीलाई वैकुण्ठ बिरालो कहाँ हुन्छ र पापीलाई कहाँ हुन्छ र पापीलाई वैकुण्ठ बिरालो कहाँ हुन्छ र पापीलाई कहाँ हुन्छ र पापीलाई वैकुण्ठ बिरालो कहाँ हुन्छ र पापीलाई कहाँ हुन्छ र पापीलाई पापीलाई हरि हरि धनी गरिब ठुलो सानो भन्छन् उच्च नीच अझै धेरै झै झगडा आफन्तकै बीच हुन थाल्यो रमित जोगाइदेऊ राम सीता हुन थाल्यो रमित हुन हजुरबुवा आमा बुवाले टिका लगाइसकेको भए आएर बस्नु एकै कुटुमा बस्नु ढुक्कैमा नगरी बसे अन्त नजरलाई न हे ढुक्कैमा नगरी बसे अन्त नजरलाई न 6 महिनामा भेटुँला नि मिठो वचन पाइन हे यही चल होला भन्या भा हे यही चल होला भन्या भा यही चल होला भन्या भा म त आउने थिएँ हैन
आउँदाखेरि हे मेरो पनि उही हो चाल झल्को आउँदाखेरि टेको होरो बरबराउँछु फोटो हेरी हेरी हे तिमी यता म त्यता हे तिमी यता म त्यता तिमी यता म त्यता एउटै हो नि बेखा 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 तिमी यता म त्यता भेट हुँदा ठिक्क पार्छौ मिठो बोली बोली हे भेट हुँदा ठिक्क पार्छौ मिठो बोली बोली फर्किआउन जान्दैनौ नि पारेपछि गोली हे लान्छु माया हिँड्दैको हे लान्छु माया हिँड्दैको लान्छु माया हिँड्दैको बैमानी सिधैको 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 लान्छु माया पहिला पहिला भेट हुँदा गर्थ्यौ माया कति हे पहिला पहिला भेट हुँदा गर्थ्यौ माया कति यसपालि त रुखो वचन लायौ मलाई आदि हे रुन्छ मन बेसारी हे रुन्छ मन बेसारी रुन्छ मन बेसारी नभन त्यसरी रुन्छ मन बेसारी बेलपत्रं समर्पयामि पिनाकिने नमः बेलपत्रं समर्पयामि महेश्वराय नमः बेलपत्रं समर्पयामि शशिशिखराय नमः बेलपत्रं समर्पयामि कपालिने नमः बेलपत्रं समर्पयामि नीललोहिताय नमः बेलपत्रं समर्पयामि शङ्कराय नमः बेलपत्रं समर्पयामि शूलपानाय नमः बेलपत्रं समर्पयामि खड्गिने नमः बेलपत्रं समर्पयामि विष्णुवल्लभाय नमः बेलपत्रं समर्पयामि भगाय नमः बेलपत्रं समर्पयामि सर्वाय नमः बेलपत्रं समर्पयामि त्रिलोकेशाय नमः बेलपत्रं समर्पयामि ओम भीमाय नमः बेलपत्रं समर्पयामि परशुराय नमः काय नमः बेलपत्रं समर्पयामि वृषांकाय नमः बेलपत्रं समर्पयामि सामप्रियाय नमः बेलपत्रं समर्पयामि ओम सुमराय नमः बेलपत्रं समर्पयामि ओम तारकाय नमः बेलपत्रं समर्पयामि त्रिपुरकान्ताय नमः बेलपत्रं समर्पयामि अनन्ताय नमः बेलपत्रं समर्पयामि ओम वासुदेवाय वासुदेवाय भज वासुदेवाय ओम नमो भगवते 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 वासुदेवाय 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 ओम नमो भगवते वासुदेवाय वासुदेव भगवान को ओम जाउँला बैकुण्ठ नाच्दै गाउँदै रमाउँदै जाउँला बैकुण्ठ
जाम्ला बैकुण्ठ नाच्दै गाउँदै रमाउँदै जाउँला बैकुण्ठ जाउँला बैकुण्ठ नाच्दै गाउँदै रमाउँदै जाउँला बैकुण्ठ जाउँला बैकुण्ठ नाच्दै गाउँदै रमाउँदै जाउँला बैकुण्ठ जाउँला बैकुण्ठ ओम कति सुहायो कति सुहायो भक्को माला भक्को छला कति सुहायो शिवजीलाई पार्वती कति सुहायो शिवजीलाई पार्वती कति सुहायो बोलिया श्री भगवान शिवको
अलिक घुमै गर्दैन यहाँ रहेछमा हजुरले गरेन उता पानी पाल्नु कति पूजा गर्नु ओम कर्ता शिवपूजा चान्द दीप प्रज्वल्य नमस्कृताय दीप सम्पूज्य वैष्ठाप्य त्यसलाई सुन हजुरहरूले पनि सुन बुहारीपट्टिले सुन हजुरलाई सुन हरि ओम तत्सत हरि ओम तत्सत हरि ओम तत्सत पूर्व सङ्कल्प सिद्धिरस्तु हो बाधिका मानसिक साङ्कलिक सकल पापक्षय पूर्व बत्ती निकालेर भन्नु त्यो बत्ती निकाल्नु भएन त्यो बत्तीलाई नै बत्तीलाई मात्र निकाल्नु बत्तीलाई मात्रै निकाल्नु सर हो त्यो बत्ती मात्र निकाल्नु बत्ती बाल्नु पर्यो नि बत्ती निकाल्नु ज्योति निकाल्नु पर्छ ज्योति यसको ज्योति सबै बोल्छ हैन अब त्यहाँ यो बाटो चाहिँ उता हो यो बाटो सबै त्यो बत्तीमा बाल्नु यो हैन लाग्यो त यिनै चाहिँ अब हो त्यही त्यो टुक्रा जलाउन दिदी यो टुक्रा पढ्नु मन्त्र पढ्नु सर कुरा गर्नुहुन्छ फोन आइरहेको बाइक बोल्ने बनाउनु पर्यो बोल्दै आउने हो कि भयो यो क्यार्ने यहाँनिर बाल्नु दिदी का सगियो यहाँनिर बाल्नु यो निकालेर क्यार राख्नु मिल्दैन एउटा ल जाम जाम यो क्यार्ने बाहिर राख्नु दिदी भित्र निकाल्दै हाल्दै र ज्योति यो ज्योति क्यार्ने यो हाल्दै हाल्ने यसै न समाज यो समाज यिनै त छिटो न तपाईँ हिँड्नु ल मम्मी ओम नमो भगवते वासुदेवाय वासुदेवाय भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय वासुदेवाय भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय वासुदेवाय भगवते माया ओम नमो भगवते वासुदेवाय वासुदेवाय भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय 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 ओम नमो भगवते वासुदेवाय भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय आमा यता आउनु
बागेश्वरी माताको पशुपतिनाथ देवताको ओम हरि 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 तपाईँले पत्ताहरू सबैले चरिनु चर्यो हातमा चरिनु अहिले बाबालाई पूजा गर्नु त्यसमा सबैजना उठेर ओम जय जगदीश हरे प्रभु जय जगदीश हरे ओम जय जगदीश हरे मनको भाव मनोहर प्रेम आरती सब भाति ओम जय जगदीश हरे नित्य निरंतर निर्मल कारण विनाशी प्रभु कारण विनाशी शरणागत प्रतिपालक शरणागत प्रतिपालक चिन्मय सुख राशि ओम जय जगदीश हरे आसुर भाव निवारक तारक सुखदाता प्रभु तारक सुखदाता पुनः अनुरूपति हौ पुनः अनुरूपति हौ हरिहर हौ दाता ओम जय जगदीश हरे समता शांति प्रदायक सज्जन हितकारी प्रभु सज्जन हितकारी शरण शरणावपाऊ शरण मनोहर देव साधक फलदायी प्रभु साधक फलदायी जीवन धन्य बनोस् प्रभु जीवन धन्य बनोस् प्रभु पद सेवा पाई ओम जय जगदीश हरे संयम सुर सरिताको अविरल धार बहोस् प्रभु अविरल धार बहोस् जति जति जन्म भए पनि जहाँ जहाँ जन्म भए पनि प्रभुमा प्रेम रहोस् ओम जय जगदीश हरे प्रेम सहित शुभ आरती जसले नित्य गर्यो प्रभु जसले नित्य गर्यो दिन दिन निर्मल बन्दै प्रतिदिन पावन बन्दै अवतरं संसार सारं भुजगेन्द्रहारं सदा वसन्तं हृदयारविन्दे भवं भवामि सहितं नमः पापोऽहं पापकर्माहं पापात्मा पापसम्भव त्राहि मां पुण्डरीकाक्षे सर्व पापहरो भव सबैजनाले तार्नु सबैजनाले पुष्पहरू लिनु पुष्पाञ्जली गरौँ अरूलाई दिनुहोस् तपाईँ यहाँ पुष्पाञ्जली पुष्प लिएर हात जोड्न पर्छ ल्याउनुहोस् यतातिर नमः ओम
स्वस्ति साम्राज्यं भौतिं स्वराज्यं वैराज्यं पारमेश्वरं राज्यं महाराज्यमाधिपत्यमयं समन्तपुरै शतसर्वं सर्वायु सन्ता प्रदाता पृथिवी समुद्रपर्यन्ताय एकराज्ये तदभिषेक सुखभवदुष्टतवदा सम्भाव्यं तपतपदा भूमिजन यन्देव एकः हरिओं रत्नै कल्पितमासनं हिमजले नाभिरमृतं पुष्पं च धूपं तदा दीपं देवदयानि देवशुभते हृत्कल्पितं ज्ञातं सौवर्णनवखण्डरत्नरचिते पार्थे गीतं पायसं भक्ष्यं पञ्चविधं पयोदधियुतं रम्भाफलं पानसं शाकानामिक्तं जलं रुचिकरं कर्पूरखण्डोज्ज्वलं ताम्बूलं मनसा मया वृजितं साष्टाङ्गप्रणतैस्त्रिभुजादेशस्तं मया सङ्कल्पेन समर्पितं तमेव पूजा गृहाणां पर्व आत्मा तं हृदामति सहस्रा प्राणशरीरं गुह्यं सशङ्खचक्रं सकिरीटकुण्डलं सपीतवस्त्रं सरसीरुयच्छनं सहारवक्षस्थलकौस्तुभश्रियं नमामि विष्णु शिरसा चतुर्भुजं ब्रह्मा मुरारिस्त्रिपुरान्तकारे भानु शशिर्भूमिसुतो बुधश्च गुरुश्च शुक्र शनि राहु केतवः सर्वे ग्रहाः शान्तिकरा भवन्तु नाशनाय इमानि पुष्पाणि मनोहराणि सुरासुराणामपि दुर्लभानि कल्पद्रुमादि दुर्बलादितानि पुष्पाञ्जलिमेस्तु सुखाय नित्यं बोलिए श्री भगवान सत्यनारायण देवता को सवान भाषाम सदाशिव भगवान को नवादि ग्रह देवता को गणेश अंबिका भगवान को पशुपतिनाथ देवता को सत्य सनातन धर्म को आज को पितृहरूको समस्त कश्यप गोत्रीहरूको आज को आनंद को अधिकारी बन्धुहरूको बागेश्वरी मैयाको सम्पूर्ण गौमाताहरूको हरि 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 ओम नमो भगवते वासुदेवाय नमः। अब हामीले क्षमा याचना माग्न सक्छौं। पूर्णमदः पूर्णमिदं पूर्ण हामीले भगवान सूर्य भगवानलाई अर्घ दिएर यज्ञ सुरु गरेका हौं। अब हामीले हाम्रो आजको प्रधान देवता भनेको सत्यनारायण भगवान हुनु हो हैन, विष्णु सहित लक्ष्मी सहित विष्णु हुनु भगवान हुनु हो। उहाँलाई उठ्नै उठ्नुहोस् अर्घ लिएर उठ्नुहोस्। ल उठेर बस तबार्गम अर्पयाम्यहम् अर्घगृहाण परमज्ञ गन्धपुष्पादितं करुणाकर विप्रेस निवेदयामि। त्यहाँ सट्टै खनेल त्यही घुट्टै त अर्घ पात्रलाई चट्टै घोप्ट्याउनु। त्यही माथि माथि भगवान विष्णुकै आसन माथि, भगवानको विष्णुको आसन माथि गन्ध अक्षता पुष्प राखिदिनु। अब त्यसलाई सुल्टो बनाउनु, जहाँबाट उठाउनु भयो हो त्यहीँ राख्नु। अर्घ बनाउनु भएको छ भने त्यो अर्घ उकेर चाहिँ तपाईँहरूले राख्नु होला। अहिले यज्ञ सकेपछि बुढाबुढीले खानु होला। सर्वे पूजा मानाय पस्तिवम् इष्टकाम प्रसिद्ध्यार्थं पुनरागमनाय च गच्छ गच्छ सुरेश्रेष्ठ स्वस्थान परमेश्वरः यत्र ब्रह्मादयो देवा तत्र गच्छ सुरेश्वरः। भो क्षेत्रपाल इमं बलिं गृहाणमम यजमानस्य आयुकर्ता क्षेमकर्ता वरदष्टिस्तो भवः। भुइँमा राखिदिनु। अब त्यसलाई भुइँमा राखिदिनु। गुरुले लिनुहुन्छ। गुरुले तपाईँहरू बस्नु, तपाईँहरूको टाउकोमा घुमाएर लगेर छोट्याउनुहुन्छ। ओम क्षेत्रोरि ओम क्षेत्रपालाय भूत प्रेत पिशाच राक्षस डाकिनी साकिनी नमः यजमानस्य आयुकर्ता क्षेमकर्ता वरदष्टिस्तो भवः। नातिहरू भएपछि नातिहरूलाई पनि गराइदिनु। ल यतिखेर चाहिँ गुरुले तपाईँहरूको गोरा फाल्नेको भाडा लाग्छ अरे है, केही पैसा चाहिँ कुचे कचा गुरु नदेखाएर गुरुलाई दिनु।
गुरु त्यो छोडेर आउनुहुन्छ अनि कर्म पात्रको जलले गुरुलाई सेचन गरिदिनु बस लास्ट केही भुलचुक छ भने क्षमा आइदिन माग्न सक्नुहुनेछ अब आवाहनं जानामि न जानामि विसर्जनं पूजां चैव न जानामि क्षमस्व परमेश्वरः ॐ पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते हरि ओम मयंत देव आम अस्य नित्याजन्म चनामुक्त्या तब यज्ञ क्रिया ओम अच्युताय नमः ओम अच्युताय नमः यो गुरु अलिकति थोरै काम छ त्यो हामीले अहिले तर्पण गरेको छ नि तर्पण गरेको जल यही छ सुमंगल सत्यराजन शिरो मे श्री रेशो मुखान्तके केशास्त्रणे राजा मे प्राणो अमृतगो सम्राट विराट श्रोत्रम ओम जिह्वा मे भद्रं वाङ्महो मनोमन्युसुराणमः ओम देवो शान्तिरन्तरिक्षगो शान्तिः पृथिवी शान्तिरापः शान्तिरोपदयः शान्तिः वनस्पतयः सबै कर्ताहरू आएर रक्षाबन्धन बान्नुहोस्
Thank you.